हेलो सबैजनालाई नमस्ते। अनि आज चाहिँ नि मौसम चिसो चिसो छ। अनि बाबा र म भएर कागती पहेँलो भएको कागतीहरू टिप्न आएको थियौँ। अनि यहाँ यस्तरी छ कागती। अनि म चाहिँ नि कागती झार्दै झार्दै हिँडिरहेको छु अहिले। बाबा चाहिँ नि अगाडितिर टिप्दै हुनुहुन्छ। अनि यहाँ यस्तरी छ कागती। अनि मैले झार्दैछु। वहाँ तलसम्म पुग्यो। अनि यो हरियो त अहिले टिप्ने बेला भएको छैन। पहेँलो पहेँलो चाहिँ नि अब यो झरेर बिग्रिन्छ कि अन्त अहिले हामीले टिप्दैछौँ। मौसम यस्तो छ, पुरै कुहिरोले ढाकेछ। बाबा यता हुनुहुन्छ, त्यो माथि टिप्दै हुनुहुन्छ। अनि म चाहिँ नि अब यहाँ टिप्न सिक्दै पनि, र पहिला पनि टिपेको हो तर जाने छैन टिप्न त, टिप्दैछु। कागती चाहिँ नि धेरै बुटोको हामीले टिपेर पहिल्यै सकिसकेको थियौँ। र अहिले चाहिँ नि यो जुन चाहिँ नि अलि बुढो भयो नि रुखहरू, तिनीहरूको चाहिँ नि अहिले कागती टिप्दैछौँ बाबा र म भएर। तिनीहरूले त अलि लामै समयसम्म कागती दिइरहेको छ के अरे। त्यही भएर त्यो अझै दिन्छ, कहिलेसम्म दिन्छ त्यो थाहा छैन मलाई। अनि यहाँ कागती अब कुनै कुनैको रीति हो टिपेर, तर धेरै छ, पुरानो बुटोहरूको छ। अब म चाहिँ नि यहाँ देखाउँदैछु, यसमा कति धेरै छ। अब कुनै कुनैको त सकिसक्यो टिपेर, भर्खर भर्खर नयाँ फल्न थालेको त। अनि यहाँ टिप्नै छ। अनि यहाँ छ, अलिअलि छ यहाँ। अब म मास्तिर गएर सबै कागती बारी हाम्रो देखाउँछु मैले, हेर्नु है त। अनि हाम्रो चाहिँ नि यहाँ कागती मात्रै होइन, सुन्तला पनि छ छनलाई। र प्रत्येक कागती, दुईवटा कागतीको बिचमा एउटा सुन्तलाको बिरुवा छ यहाँ। अनि अहिले चाहिँ अब यहाँ हामी टिप्दैछौँ। यहाँ छ कागती, यी कागती। अब यसो गरेर छ यता 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 यता। यी हाम्रो कागती यत्र यत्र छन् रुखहरू। अब यिनीहरू चाहिँ नि कटिङ गर्ने बेला हो। अब यो टिपेर सकेपछि कटिङ गर्ने हो यिनीहरूको। त्यसपछि यता यस्तरी छ रुखहरू। म माथिबाट राम्रोसँग देखाउँछु अब यहाँ माथि पनि छ कागती, यहाँ छ। र अब म माथि गएर देखाउँछु, माथितिर गएर राम्रोसँग सबै देखिने देखाउँछु मैले कागती। यसरी छ यहाँ कागती। अब यहाँ पुरै सबै बुटोहरू ठुल्ठुलो भएको छ, कटिङ गरेर मिलाउनु पर्ने छ। र यतातिरदेखि यसरी छ सबै। यताबाट देखाउँछु अझै, यहाँ यसरी छ। अब यहाँबाट उतातिर पनि छ, यता पछाडिपट्टि छ, उतातिरबाट देखाउँछु मैले। यता पनि छ यसरी नै। र यहाँ थिमबाट अब यतातिरको यो चाहिँ नि, यतातिर सबै सानो सानो रुखहरू मात्रै छ। र यतातिर चाहिँ नि सबै ठुल्ठुला मात्रै छन्। र मैले चाहिँ नि यहाँ अलिअलि मात्रै कागती टिपेर ल्याइसकेँ। बाबा यहाँ कागती हेर्दै हुनुहुन्छ। अब चाहिँ म घरतिर जान लाग्यो। हजुरहरूले हेर्न सक्नुहुन्छ, धान लगभग सबैको काटेर सकिसकेछ। अब यति यहाँबाट थोरै तलसम्म मात्रै काट्न बाँकी छ। नत्र यहाँ सबैजनाले धान काटिसक्नुभयो। कसैले ठटाएर धान लिएर गइसक्नुभयो, घर लिएर गइसक्नुभयो। र वहाँ हाम्रो मन्दिर छ। र अहिले चाहिँ नि यहाँ हाम्रो धौखोला जाने बाटो चाहिँ नि पिच हुन लाग्दैछ। अनि यो चाहिँ अलि लगभग 2 वर्ष अगाडि यहाँ पहिरो झरेको थियो। त्यसपछि चाहिँ यहाँ वाल लगाएको छ त्यहाँ सानो। त्यसपछि त्यहाँ उतातिर पनि वाल लगाएर त्यहाँ अब रोडको लागि बाटो मिलाएको हो त्यो। र अब त्यहाँ पिच हुन लाग्दैछ। र वहाँ हाम्रो मन्दिर छ।
यतातिर पनि सबैले धान काटिसक्नु भएको रहेछ। म त कति पछि आएँ यता। यस्तै छ हाम्रो यता घरतिरको सेरोफेरो। उहाँ हाम्रो स्वास्थ्य चौकी, वार्ड नम्बर 2 को स्वास्थ्य चौकी त्यही हो। त्यसपछि वडा कार्यालय हाम्रो नयाँ भवन बन्दैछ त्यही स्वास्थ्य चौकीको साइडमा। म देखाइदिन्छु। त्यो बन्दैछ नि, बन्दै गरेको बिल्डिङ त्यही हो हाम्रो अहिले नयाँ वडा कार्यालय। त्यसपछि यो हाम्रो स्वास्थ्य चौकी भइहाल्यो र यस्तै छ अहिले। र जानी म घर आइसकेँ र घर यस्तरी फुल छ अहिले, रेसममा छ फुल। त्यसपछि मैले एउटा कुरा भन्न बिर्सेको, कागती चाहिएमा सम्पर्क गर्नका लागि यहाँ थिएँ, मैले नम्बर लेखिदिन्थेँ माथि। अनि चाहिएमा सबैले सम्पर्क गर्नु होला। अहिले हाम्रो घरबाट देखिने भ्यूहरू देखाउँदैछु। अघि मैले यतातिरबाट मन्दिर देखाएको थिएँ, अहिले घरबाट देखाउनुलाई। त्यसपछि उहाँ आमा समूहको भवन, त्यो पिङ्क कलरको, त्यसको साइडको हाम्रो वडा कार्यालय। अनि त्यसपछि हाम्रो यो सिमल चौपारी, यतातिर यो सिमल चौपारी यो। त्यसपछि चाहिँ नि यता मासतिर चाहिँ नि यो राक्से, अनि राक्सेबाट मासतिर गइसकेपछि यता हाम्रो धनबुढा। त्यसपछि यता मासतिर यो कसेदी। अनि सिंहले त अहिले यतापट्टि यो रुखहरूले छिपेछ। अनि यही हो। अनि यता यो हाम्रो जिमालथर गाउँ, यता अहिले यहाँ पनि रुखले छेक्यो। ल यस्तै छ अहिले। जाडो चाहिँ नि अहिले त्यो अस्तिको 2-3 दिन भन्दा त अहिले त छैन, तर चिसो अब सुरु भयो जाडो। आउने भनेर मम्मी बाबा म भएर मल बोक्दैछौँ र मैले चाहिँ नि मल ल्याएर त्यहाँ राखिसकेँ। मम्मी बाबा आउँदै हुनुहुन्छ है। अनि त्यसपछि यहाँ धनिया छ यो लाइनमा। अनि यसरी यतातिर साग छ। यहाँ बोडी सिमी, यहाँ सिमी छ। त्यसपछि यहाँ हाम्रो यो टनेल, यहाँ हामीले कति कागती मात्रै आएको थियो। यहाँ आलु लाउने भनेको। अनि यो धान चाहिँ नि हिजो अस्ति काटेको यो धान। त्यसपछि हाम्रो यो मन्दिर नजिकको खेतमा हामीले आलु लगाएर सकियो। यो यति आज यति लगाइयो आलु। अनि मम्मीले चाहिँ नि अहिले त्यहाँ पियाजको बिउ जमाउँदै हुनुहुन्छ। मैले यहाँ भर्खर खनेको थिएँ।